के जापानमा नेपालको जस्तै सस्तो लुगा पाउने ठाउँ होला र? हेलो नमस्ते एभ्रिवान, मलाई चिन्ने र नचिन्ने सम्पूर्णलाई मेरो मिनी ब्लगमा स्वागत छ। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। मैले भिडियोको सुरुवातमा भने जस्तै जापानमा पनि के नेपालको जस्तै सस्तो लुगा पाउने ठाउँ होला र? मलाई के पहिला के यो नेपालबाट जापान आउँदाखेरि नै यो सोच आएको थियो कि त्यो 1 वर्ष अगाडि आएको सोचलाई म आज पूरा गर्छु है त। मैले भने अनुसार यो हो जापानको सेकेन्ड स्ट्रिट। यहाँ चाहिँ अरू भन्दा धेरै सस्तो पाउँछ लुगाहरू चाहिँ, किनभने यहाँ पाउने भनेको चाहिँ एकचोटि युज भएको सेकेन्ड ह्यान्ड लुगा हो। जापानमा मात्र नभएर हरेक कन्ट्रीमा यस्तो पसलहरू धेरै हुन्छ। नेपाल हुँदा म न आफ्नो लुगा अरूलाई दिने र न अरूको लुगा आफू लगाउने मान्छे, यता आइसकेपछि म अलि चेन्ज भएँ। किनभने समय र ठाउँ अनुसार मान्छेको सोच पनि चेन्ज हुँदै जाँदो रहेछ। तर एउटा ह्याबिट अझै चेन्ज भएको छैन। त्यो ह्याबिट चाहिँ के हो भने मलाई चाहिँ अरूलाई मागेर त्यो सो अफ गर्न चाहिँ राम्रो लाग्दैन। यो चाहिँ म आफ्नो स्वयंको सोचाइ भन्दैछु, सबैको अलग अलग सोचाइ हुन्छ। यस्तो लाग्छ कि सकभर चाहिँ आफ्नो कमाइ जति छ जस्तो